के हो हेलो वेलकम ब्याक टु आवर युट्युब च्यानल सरी हामी आयो सबैजना सन्चै हुनुहुन्छ अनि हामी सन्चै सब अनि फाइनली आज हुन्छ अनि आज हामी फाइनली कहाँ जाँदैछौँ भने बौद्ध जाँदैछौँ है मेला पनि हो ल मलाई त्यो त थाहा थिएन त आज त बौद्धमा मेला पनि छ अरे त गाइज मलाई त थाहा थिएन दिदीले भन्नुभएको अनि आज स्पेसल ए हो र हामी चाहिँ अब गाडी पर्खिन्छौँ यहाँ गाडी कुनै दुईवटा जाओस् अनि पार गर्नुपर्छ फेरि ओ हान्छ आउनु अब गाडी पर्खिन्छौँ अनि फाइनली आज चाहिँ हाम्रो लभली भनौँ लाइक हजुर कस्तो डिस्टार्ट भएको छैन भोक सुरु हुन्छ यार ओ कत्रो गाडी आयो अरे अनि आज चाहिँ हाम्रो स्पेसल गेस्ट हुनुहुन्छ रिया सोल्टिनी पर्छ होला है रिया राई हुनुहुन्छ उहाँ पनि हुनुहुन्छ अनि हाम्रो बहिनी रञ्जना बहिनी हुनुहुन्छ अनि मेरो दिदी पनि हुनुहुन्छ अनि हाम्रो चाहिँ त्यो कुन भने यस्तो मन पराइदियो कि पब्लिकले त्यो तपाईँहरूलाई चाहिँ कुन कास्टको केटाहरू हेर्छम लाग्छ भनेको चाहिँ यस्तो मन पराइदिनु भएको छ त्यो क्वेसन पनि आज पनि हुन्छ अनि प्लस उनीहरूसँगको भेटघाट सोल्टिनीलाई पत्ता हालिदिनु पऱ्यो कि केटा हो हप्सी जस्तो अनुहार परे पनि यसो फेरि गोरी हेर्नु काले फ्रेस तर गोरीपट्टि यो गाडी पर्खिँदैछौँ हामी अनि अब गाडीमा आउने बित्तिकै गाडीमा चढेर हामी बौद्ध निस्किन्छौँ अनि बौद्धमा ल्यान्ड हुने बित्तिकै बौद्धमा अब के त्यो त कन्सर्ट हो कि कस्तो हो त्यही त अस्तिको दिन म र सबै सोल्टी गएको यस्तो ठुलो भिडियो कि मतलब एउटै लाइनमा तपाईँको फर्स्ट टाइम मैले कन्सर्टहरू केहीमा देखाइदिनँ क्या त्यति धेरै मान्छे थियो उता जाने गाडी चाहिँ गएको चाहिँ यता हामी जाने गाडी चाहिँ आएको छैन हामी चाहिँ चोकमा पर्खिँदै भोक लाग्यो भन्छ र फेरि टेन्सन कोही बेला यहाँ म चाहिँ आँखा दुखिरहेको छ रातभरि पनि निद्रा लागेन अनि बिहान पनि हालिदिन्छु अनि अब हामी गाडीको पर्खाइमा गाडी आउने बित्तिकै हामी गाडीमा चढेर गएर है त अनि हाम्रो दिदी चाहिँ यत्रो काठमाडौँ बस्नु भएको धेरै भइसकेर पनि फेरि गाडी लाग्छ भन्नुहुन्छ टेन्सन मलाई त लाग्दैन ल गाडीमा चढेपछि म सुति पो जान्छु निन्द्रा पो लाग्छ ए केटा हो सबैमा आएछ यताबाट गाडीमा गइरहेको छ यहाँ यताबाट चाहिँ गइरहेको छ हाम्रो चाहिँ गाडी आएको छैन किन चिप्लिन जानु भएको दिदी चिप्लिन जानु भएको छ सबजनालाई माया छ हामी सरी एमए ग्याङलाई टिकटकमा जाँदाखेरि यति धेरै माया टिकटक र फेसबुकमा कति माया छ प्लिज युट्युबमा पनि चाहियो भन्ने जान्छौँ अनि कालोमाथि झन् हामीले अति कालो भएको क्या लास्टै कालो भइरहेको छ एउटा यहाँ कपाल काट्नुपर्ने छ टक्कै के अरे भक्तले पहिला हानिदिनु त्यस्तै हान्नु भन्दा छ भक्ति होइन हौ के भन्छ पदम दादा हालिस् हान्नु पऱ्यो कि ल गाडी जान्ने के भयो यार उता त त्यता मुनिमा फेरि गाडी गएर हिँडेर त बौद्ध त पुगिन्न होला आयो ए बौद्ध बल्ल गाडी आयो एकछिन मेरो पनि पर्खिनु छ क्या गाडी बल्ल भेटेको बेला होइन बौद्धको तपाईँ है प्याक हो कि क्या चढ्यो गाडीतिर ल प्याक हो होइन यार खाली रहेछ अनि भाग्यमा नि हेर्छ केटा हो ट्यागको दिदी बस्नु पर्यो गीत पनि पर्दैन यहीँ आउने कि त्यही बस्नु त्यही बस्नु हुने सिट पनि खाली पाइयो अब आनन्द रेस गरेर जाने केटा पाउँछ होइन मेला कि सेला के के पनि लागिरहेको छ अरे अनि त्यो पनि आनन्दसँगले हेर्ने घाम जस्तो कालो भएर त मैले कालै हो तिमीले झन् अप्सी भइन्छ पछाडि हाम्रो लब्दी भाइहरू चढ हेलो भन्ने कुरा हो कहाँ गएको तिमीहरू ए हिजो फर्केको चाहिँ बस्ती ट्राभेल हो ए हामी बौद्धमा त मेला लागिरहेको हो र हाम्रो चाहिँ गाडी प्याक जस्तै हो तर यहाँ चाहिँ मेरो छेउमा चाहिँ एउटा राम्री भाउजू आइदियो हुन्थ्यो होइन अनएक्सपेक्टेड के फेरि भाइदिने हो कि ला के भन्दा नि के अरे के सोचेको थियो के भयो बा भने ल सबै देखाइदिनु गाडी किन्नु गीत छैन नि त नभए त कपी स्टार्टिङ गीतमा चाहिँ मेरो भाइ यार भर्खरै स्टार्ट त गर्दैछु अब हेरौँ होइन गर्दैछौँ हो नेभर गिभ अप भाइहरूको माया पाउनु पऱ्यो नि त सरी हामी जुन केटाहरूले यस्तो कमेन्ट ठोक्थ्यौँ ल सरी हामी यसो भाइ स्पेस यामी छ हामीलाई ग्याङ हाल्छ ल अब हामी बौद्ध गएर भेटौँ न गाडीको आवाजले आउँछ होला ल
हामी फाइनल्ली बौद्ध आइपुगिसक्यो है दिदी पछाडि हुनुहुन्छ बौद्ध आइसक्यो गाडीबाट अघि नै अब त भित्र पस्छ अनि पुनः चाहिँ भित्र आएर अघिदेखि वेटिङमा बसेको भएको रहेछ यति धेरै भिड छ क्या आज खै के मेला भएकोले क्या मान्छेको गाडी पनि जाम भएकै बिचरा दुईजना हाम्रो स्पेसल गेस्टहरू चाहिँ वेटिङमा छ हामी कहाँबाट पार गर्थ्यौँ परबाट हो गाडी पार्क कसरी गर्ने भन्ने कुरामा डर भइसक्यो कि यति भिड छ भित्र छिरेर पनि फेरि भिडै हेर न हेर दिएको न दिएको हजुर कुनै मार्छ अरे ए ट्राफिक दाइहरूबाट लास्ट डराउनु पर्ने भयो नि त बुझेन दाइहरू कि सरहरू म त कस्तो कति कालो भएछ हाम्रो सम्झिँदा भन्दा पनि कालो रहेछ मजा घाममा निस्किहाल्छु त्यही भएर मलाई प्लस मेरो त्यस्तै राति ओए खाली दिएर ल यहाँ बल्ल खाली भएको बाटो कहिले क्रस गरिसक्दैन कति धेरै मान्छे हो है हेलो हेलो झन् ठाउँ गरिदिनु भयो दगुड 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 बल्ल खाली भएको रहेछ आम्मा मान्छे त कन्सर्टमा यति धेरै हुँदैन कि मान्छे बुझेन कति धेरै हो अब चाहिँ हामी चाहिँ फोन गर्छौँ हाम्रो मान्छेहरू खै दादा छन् हिजो बौद्ध आएपछि कल गर्ने भन्थ्यो बौद्ध आइसक्यो मान्छे हेरेर चाहिँ जाऊँ ल मान्छे कति धेरै छ भनेर कहाँ गएको त पब्लिक ल अगाडि लान्छ कि भित्र छिर्नु पनि नसकिदियो कोही भेट्दैन होला त्यस्तोमा त बाहिर बोलाउनु बाहिर बोलाउँछौँ ल हेर केटा अब बौद्ध आइपुगिसक्यौँ बौद्धमा यति धेरै भिड आइसक्यो केटा अब विश्व खोज्छ मान्छे म त हराइ पनि जाँदो रहेछ केही छैन त्यही पनि हामी भिडियो खिच्दै हिँड्छ घाम पनि यस्तो लागिरहेको छ कालो मान्छे धन्कालो ओ हाम्रो ग्याङहरू गयो फेरि यता हो यता म त कोही हेरेको ल हाम्रो सब जुन हामी भनेको स्पेसल कस्तो राम्रो देख्नुहुन्छ नि तपाईँ झनुमा कस्तो राम्रो देख्नुहुन्छ अरे तिमी सोल्डिनी पो रहेछ ल ए होला कि क्या हो अब यो कस्तो के हो यति धेरै भिड के जता जता ठोकिदिने रहेछ केटा हो है बौद्ध अस्ति पनि अब यस्तै भएको थियो कि मेरो लागिरहेको छ मलाई थाहा थिएन के हो के मेला त्यो चाहिँ होइन यति धेरै भिड कन्सर्टहरू हुँदैन प्रोग्रामहरूमा यति धेरै मान्छे हुँदैन होला तर आम्मा घुम्नु त्यो राउन्ड हान्नु मात्रै आएको मान्छेहरू यस्तो घुम्नुकै लागि यस्तो आएको मान्छे करोडपति हुनु पर्यो करोडपति त्यति हो 100 चोटिमा त खुट्टै अनि क्यारेक होला नि त होइन नि 100 चोटि हुनुपर्छ हो 100 चोटि काठमा राख्ने बहिनीले भनेको काँटा खुट्टा राखेर हिँड्यो काँटा खुट्टा चाहिँ यही देखिहाल्छ केटा है कसरी हिँड्या बुझ्न ल केटा जाँदैछ तर कसलाई पिस भएर गर्मी लाग्यो त्यस्तो एकछिन म त ज्याकेट खोल्नु पर्छ ल बस उसले मैले भनेको ल कस्तो नभनिरहेको सोल्टिने लास्ट स्टुडियो रहेछ केटा त मलाई नभनिको रहेछ क्या बुझेन ल फाइनली अब चाहिँ यत्रो धेरै मान्छे क्रेज भित्र म मात्रै बोलिरहेको छु आवाज पनि सुन्दैन होला नसुन्ने सुन्नु तर यताउता टम्की खाएर यताबाट पनि मान्छेले किक हान्छ यताबाट पनि किक हान्छ तल पछाडि चाक अगाडि किक आउट हुनु मर्ने आँटिसक्यो भित्र त्यही माथि गर्मी भएर त्यसै गर्मी झन् मान्छेको चापभित्र त बुझेन आम्मा खै यहाँ त आज के माग्नु पर्ने रे के मागौँ म मैले पैसा करोडपति अम्बानी भन्दा पनि खतरा हुनु पऱ्यो कि बुझेन दाउरा पैसा कमाउनु पऱ्यो ल के भएर मान्छे लडिरहेको छ कसले वान सर्ट हान्ने एउटा बुझेन सर्ट एक सर्ट हानिदिएछ कसले टाउकोमा बुझेन फेरि हराइहाल्छु र फेरि म मेरो टिम चाहिँ बोल्दै हिँडेपछि हाम्रो टिम चाहिँ पछाडि हुनुहुन्छ हराएको छैन होला सोल्टिनी अनि बहिनी मेरो दिदी हुनुहुन्छ अनि उहाँहरू यो भित्र चाहिँ अब जति बोले पनि आवाज सुन्दैन होला एकचोटि भुइँमा धर्म कन्द गर्ने मान्छे एकचोटि भुइँमा लड्दैन सुत्दिउँ कि ड्याङ्गी सुत्ने हो कि कपडाको घाँटी फोटो मेरो पनि झन्डै खिचिदिरहेको दिदीले फोटो खिचौँ भने पनि केटा आइफोन छैन दुःख छ हामी चाहिँ भिडियो खिच्दै कतिजना मान्छे कति कुरो छ तपाईँहरूले चिन्नेहरू कमेन्ट हाल्नु
कताबाट हिँड्नु एक राउन्ड घुमेपछि निस्किदिने यो त मलाई मजा लागेन केटा कहाँ कहाँ सानसानो मान्छे हराइयो यस्तो गर्छ लभ यु पाउँदा जस्ट लभ सरी हो मै ठोकिन आएको सरी मेरै गल्ती होला सरी ओके बाटै थाहै हुँदैन अब कता आएको त यत्रो पानी फ्रीमा पाउँदा खाऊ 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 फ्रीमा पाएकै खायो पानी मेरो सोल्डिनी खोइ मेरो सोल्डिनी खोइ भनेको त यहाँ रहेछ सोल्डिनी खोइ मेरो बल्ल भेटियो सोल्डिनी बान्ताबाट मुकुलुङ राई हो नि त आजदेखि सोल्डिनी ल बहिनी भन्ने अप्ठ्यारो लाग्यो कि हजुर बान्तामा राई रहेछ नि त मुकुलुङ राई हो नि त होइन कि म त यस्तो छुट्टै हुन्छ नि उनीहरू सोल्डिनी पर्छ कस्तो नजिक हुनु आदि लाग्ने तिमीले बिचमा बिचमा कस्तो साइना खेलाइदिरहेको म त मर्छु हजुर सोल्टिनी त राम्रै हुनुहुन्छ हामी जस्तो हप्सीलाई हेर्दैन तै पनि यसो भिडियोमा मात्र है नेचुरल हप्सी नेचुरल ब्युटी नेचुरल हप्सी अहिले अस्ति दुखिरहेको थियो क्या अनि मैले तिमीलाई भन्नु फेरि भए त्यही कसम हो भा हुक्काले दिन्छ भनेर होइन कुन चाहिँ आमाले दियो यार तेरो सोधो मान्छे बाटो यतिहाल्छ डर भन्छ मजाले चल्छले यताउता बोलिराख्ने भा बढी बोलिहालिन्छ दिन्छ कि भन्ने डर क्या अनि आज भेट्यो फोन पनि यस्तो त के भएको यार कसरी छिर्नु अब ए के माग्दै पनि हिँड्नुपर्छ अरे त ए तिमीलाई देखेर होला तिमी बुवाले सुन्नु मलाई फलो गर्नु ल झ्याप्न त्यही त सोल्डिनी सानो मान्छे भित्रै फेरि हराइ गयो नि यसो गरे नि सब अग्ला छ यार के हो एक राउन्डमा त हान्ने हो यत्रो धेरै नाम हराउँछ है सबै पक्रा पक्री भएर सोल्टिनी आउने समातेर आफ्नो मान्छेहरू लाने किनकि हराइन्छ यो ठाउँमा किनकि धेरै मान्छे दही खानेकुरा दिँदो रहेछ त हामीलाई चाहिँ दही खाएर रहेछ मलाई चाहिँ दिएन नि हामीलाई चाहिँ दिएन नि हामी दिँदैन दहीको हामीलाई कतिवटा टिकबाट भेट्यो भने नि यताबाट पनि ड्याङ हान्छ यताबाट ड्याङ हान्छ यताबाट पनि पछाडिबाट मर्ने आँटिसक्यो के चाहिँ ल हो र कङ्ग्रेचुलेसन अझै विदेश जान्न ल किनकि लाँदै किन जानु विदेश खोइ अब त खाली हुन थालेछ क्या यतातिर पनि देखाइदिउँ जति देखायो त्यति हेर्ने ठिकै छ त्यो भिडभाडबाट निस्केर अहिले हाम्रो खतरा पनि हुन्छ कि म खतरा सोटीले प्याङ हान्नु निस्केपछि न फर्स्ट भेट भएको यसो आएको चिनो दिनु परेन ओ ग्याङ गयो नि बिर्सिहाल्छु अब आफ्नो टिमै बिर्सिहाल्छ कि हिँडेपछि हिँडेकै बाटो साटो बिर्सिदिइहाल्ने यहाँ यो जस्तो मस्ती सुत्नु पऱ्यो क्या मस्त 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 एक राउन्ड मात्र हान्ने भए भिडियो लामो भइसक्यो झ्याउ भइसक्यो हेर्ने स्क्रिन नगरी हेर्न तिमीहरूले चिन्छ कमेन्ट हाल्दै सबै म देखाउँछु कि मान्छेहरू होइन त्यो चिनेको छ भने चाहिँ हो कि होइन भाइ भन्दा त चिनेको मान्छेले चाहिँ कमेन्ट गर्छ कि कस्तो हेर्नु भाइ भाइ नाम भनिदेऊ नाम भनिदेऊ न तिमी नाम भनिदेऊ हो त्यही भएर नामै काफी रहेछ आमा कस्तो हेर्नु शेर्पा हो मान्छे शेर्पालाई कस्तो हेर्नुहुन्छ यार यी राई हुतियाहरू हामी पनि नहुने कि बुझेन काले हप्सी नपर्ने
टिम हराइन्छ र ओम मने निस्कमै एकदम भयो गेटमा त हो नि त्यही त म त्यही भनेको कि बरु काहीँ चिया चिया खाने बस्ने कि भयो ओम माने तैँले ओम कता 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 बाहिर सट्टी गिजाइ धने झारिदिएर खोइ कहाँ बस्यो फेरि मेरो त अब एकछिनमै त्यो हुन्छ नि त्यो बनाएको नि कतै त्यो त सानो हेर त पर्छ यस्तो भित्र गर्ने भएन फेरि झन् गर्नु पर्छ हँसी गरेर हिँड्नु नै लास्ट गरेर हामी एकछिन बस्छौँ ल ल भाइ ल केटाकेटी हामी चाहिँ भित्र अब पाउँदा घुम्दाखेरि यस्तो धेरै गर्मी भयो मान्छे त्यो मान्छे कालो मान्छे कालो भयो अनि भित्र चाहिँ हामी चाहिँ नबसेर एकछिन हामी चिसो खानको लागि हामी चाहिँ आएको नबिग्रिने एक नम्बर हो है के भन्नु आजको स्पेसल गेस्ट मेरा ब्याग मेरा सोल्डिनी अनि चट्टा हाम्रो माल आइसक्यो हाम्रो लभली ब्रदरले स्प्राइट कोही केही त थिएन होला नि कोही भएको खान्थ्यो कि कोही केही होइन हो अनि मेरो लागि चाहिँ स्पेसल सर्ट यहाँ सर्ट ल स्टार्ट गरिहाल्ने भयो स्टार्ट गरौँ झ्याप भएर गइदिने होस् के वाइफाई हाल्नु भएको न मलाई त चाहिएन अहिले मेरो त कोही बोल्ने मान्छे भएको होइन बोलिरहनु त केही छैन त्यही भएर सक्यो के पो भन्दै थियो त्यो रहेछ अनि ठ्याक्कै सोल्टिनीले जबरजस्ती भेट्नको लागि हामी चाहिँ कहाँ अरे बसपछि भेट्ने कुरा भएको लास्ट टाइम बौद्धमा भयो भेट भयो खुसी लाग्यो एकदम राम्रो हुन्छ ग्रेट गर्नु हुन्छ मेरो बहिनी मात्र हुन्छ अनि म मात्र के अरे त्यो के हुन्छ नि त तिमी के नकामको उहाँ चाहिँ नि बाटावरै हुँदैछ त्यही भएर सोल्टिनी भनेको मलाई फेरि वाइफाई जस्तो अरे यति खुसी छौँ कि यति खुसी छौँ सोल्टिनीलाई चाहिँ एउटा गिफ्ट दिनु पऱ्यो के हो यतिको त हुनु पऱ्यो क्या त्यसो टाइममा बाई 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 के भन्न चाहन्छु एकदम धेरै थ्याङ्क यू भन्न चाहन्छु मैले गीत पनि होइन मैले चाहिँ ममा चाहिँ राम्रो लाग्यो खतरा हुन्छ अब राम्रोसँग ल हामी अर्को भ्लगमा भेट्ने बाजा गर्ने सबैले भयो भने